आज चाहिँ हाम्रो घरको खाजा यही एउटा कराईमा सक्यो कि आज चाहिँ यो आलु यति बिग्रेको रहेछ है पसलमा अलिअलि भए पनि बिग्रेको थियो अनि मैले चाहिँ यसलाई नै युज गर्न जाँदैछु अनि पहिला चाहिँ बिग्रेको फालिदिएर अनि सप्रेको चाहिँ यसरी काटेर मैले मजाले पानीमा 1-2 पानी हालेर अनि यसलाई भुट्न जाँदैछु होइन धेरै तेल हाल्ने अनि त्यसपछि तेलमा चाहिँ अलिअलि घान गर्दै भुट्नुपर्छ यसलाई अनि यसलाई चाहिँ फ्रेन्च फ्राइज जसरी मैले काटेर अनि बनाउँदैछु अनि एकदम मिठो हुन्छ कि म चाहिँ नुन नहालिकन खान्छु होइन नुन नहालिकन खायो भने फ्राई पनि राम्रोसँग हुने अनि क्रन्ची पनि दामी हुने हुन्छ अनि त्यही भएर मैले यसरी गरेँ होइन अनि फेरि मैले भुट्न पाएको छैन म भाइले मम्मीले लगिरहेको थियो अनि त्यसपछि यता ढुङ्ग्रे फुराउँदैछु फेरि मम्मीले ढुङ्ग्रे लिएर आएछ यो पनि फुरा भनेर है अनि त्यसपछि आज त हामीले यो कराईमै गयो कि खाजा खाएर है अनि त्यसपछि ढुङ्ग्रे पनि मजाले फुलाएँ है देखेर त सजिलो छ एकदम यो ढुङ्ग्रे फुराउन तर यति गाह्रो हुन्छ है हुन्छ नि तेल उछिरेर जिउभरि पर्छ मेरो कचोटि पर्यो अनि त्यसपछि ढुङ्ग्रे उ गरिसकेपछि फेरि मैले यो आलुलाई गरेँ अब तेल त यति त सकाउनै पर्यो भनेर तेललाई पनि गरेँ अनि मम्मीले फेरि पपकर्न लिएर आइसक्यो कि अनि पपकर्न पनि फेरि भुट्यो अनि अर्को पनि खाँदा चाहिँ म हजुरलाई अर्को भिडियोमा बनाउँछु है अनि पपकर्न पनि खाएँ